निमको सबैभन्दा राम्रो कुरा भनेको विशेष गरी जब यसलाई बेसारसँग मिलाएर खाइन्छ शरीरमा भएका कुनै पनि प्रकारका हानिकारक कीटाणु वा ब्याक्टेरियाहरू ती सबै पुरै सफा हुन्छन्। यसले के काम गर्छ भने तपाईको शरीरभरि एनर्जी एकदमै राम्रोसँग बग्न थाल्छ र जब तपाईले यो कुरा फिल गर्न थाल्नुहुन्छ तब तपाईँ आफ्नो इच्छा अनुसार त्यो एनर्जीलाई जहाँ चाहियो त्यही फोकस गर्न सक्नुहुन्छ। त्यसैले निम र बेसारसँगै खाँदा यसले स्पर्म सेलहरूलाई टुक्र्याएर त्यसलाई एनर्जीको एउटा छुट्टै लेभलमा बदलिदिन्छ जसलाई हामी ओजस भन्छौँ। जब शरीरको हरेक सेल ओजसले ढाकिन्छ तब तपाईँ भित्रबाटै चम्किलो मान्छे बन्नुहुनेछ। ईशा योग केन्द्रमा दिनको सुरुवात निम र बेसारको सानो गोली खाएरै हुन्छ। यसले हाम्रो शरीरलाई कसरी असर गर्छ भन्ने कुरामा यसका धेरै फाइदाहरू छन्। तर सबैभन्दा पहिले निमको रुखको जुन सामान्यतया इन्डियाभरि पाइन्छ आजभोलि त सायद विश्वका अरू 10 देखि 12वटा फरक ठाउँहरूमा पनि यो हुर्काइँदैछ। तर प्राकृतिक रूपमा हेर्ने हो भने यो मुख्यतया भारतीय सबकन्टिनेन्टमै उम्रिने बिरुवा हो। यो पृथ्वीमा पाइने सबैभन्दा कम्प्लेक्स पातहरूमध्ये एउटा हो। भनिन्छ यसमा 150 भन्दा बढी जटिल केमिकल स्ट्रक्चरहरू हुन्छन्। यससँग हाम्रो स्वास्थ्यका कुराहरू, एनर्जीका कुराहरू र आध्यात्मिक कुराहरू पनि जोडिएका छन्। अब स्वास्थ्यको बारेमा कुरा गर्दा हेर्नुस्, आजको मोडर्न मेडिकल सिस्टमले गरेको एउटा ठूलो गल्ती भनेको हेल्थलाई हेर्ने उनीहरूको एउटा फिक्स सोच हो। जस्तै कि यो भनेको हेल्दी हो र यो भनेको अनहेल्दी हो। उनीहरू तपाईलाई के भन्छन् भने तपाईको जेसुकै होस् रगतको रिपोर्टमा केमिकलहरू यस्तो हुनुपर्छ अनि मात्र तपाईँ हेल्दी हुनुहुन्छ। मलाई विश्वास गर्नुहोस्, तपाईहरूमध्ये धेरैजना त्यो रिपोर्टको मापदण्डमा एकदम फिट देखिए पनि भित्रबाट हेल्दी नहुन सक्नुहुन्छ। किनभने स्वास्थ्य भनेको एक प्रकारको जीवन्तपन हो। यो कुनै एउटा फिक्स्ड कुरा होइन। तपाईँ अहिले पुरै हेल्दी हुन सक्नुहुन्छ तर 10 मिनेटपछि नहुन पनि सक्नुहुन्छ यदि तपाईको शरीरमा केही गडबड भयो भने। हो, 10 मिनेट सुन्दा अलि छिटो जस्तो लाग्न सक्छ तर आज बेलुकासम्ममा तपाईको स्वास्थ्य बिग्रिन सक्छ। यो सम्भव छ। यो एकदमै पसिबल कुरा हो। यो जुन सोचाइ छ नि कि तपाईँ स्वास्थ्यलाई यही नै हो भनेर तोक्न सक्नुहुन्छ र रिपोर्टको नम्बर हेरेर भन्नुहुन्छ यस्तो भयो भने तपाईँ हेल्दी, त्यो होइन। तपाईँ बिरामी नभइकन पनि शरीरभित्र धेरै कुराहरू तलमाथि हुन सक्छन् वा तपाईँ पुरै हेल्दी नभए पनि धेरै कुराहरू नर्मल देखिन सक्छन्। त्यसैले यति भनिसकेपछि अब बुझौँ निमले तपाईको शरीरमा खासमा के गर्छ त। अझ प्रष्टसँग भन्नुपर्दा यसले तुरुन्तै गर्ने एउटा काम भनेको यसले तपाईको पाचन नलीलाई एकदम सफा राख्छ। जब हामी सफा भन्छौँ यो पेट र पाचन प्रक्रिया एउटा यस्तो ठाउँ हो जहाँ अन्य धेरै सूक्ष्म जीवहरू बसिरहेका हुन्छन्। यो पाचन नलीभित्र माइक्रोब्सहरूको ठूलो समूह हुन्छ। तीमध्ये धेरैजसो त हामीप्रति फ्रेन्डली छन्। हामी तिनकै कारण बाँचिरहेका छौँ, तिनकै कारण हामी खाना पचाउन सकिरहेका छौँ। शरीरका धेरैभन्दा धेरै कामहरू तिनकै कारण भइरहेका हुन्छन्। तर पनि त्यहाँ धेरै यस्ता जीवहरू हुन्छन् जो हाम्रा लागि हानिकारक हुन्छन्। निमको राम्रो पक्ष विशेष गरी जब यसलाई बेसारसँग मिलाएर खाइन्छ, यदि यी दुई कुराहरूसँगै हाम्रो शरीरमा जान्छन् भने शरीरलाई नचाहिने धेरैजसो कुराहरू, ती कुराहरू जसले शरीरलाई हानि गर्न सक्छन्, त्यहाँ भएका कुनै पनि प्रकारका प्यारासाइट्स वा कीटाणुहरू यी सबै पुरै सफा हुन्छन्। राम्रो स्वास्थ्यको लागि हाम्रो पेट र आन्द्रा सफा हुनु एकदमै जरुरी छ। यदि तपाईँ कुनै पनि पारम्परिक डाक्टरलाई भेट्न वा सल्लाह लिन जानुभयो भने, जस्तै
आयुर्वेदिक डाक्टर वा वैद्यलाई भेट्नुभयो भने तपाईको स्वास्थ्य समस्या जेसुकै होस्, उनीहरूले सबैभन्दा पहिले तपाईको पेट सफा गराउँछन्, किनभने तपाईको शारीरिक र मानसिक स्वास्थ्य राम्रो हुनको लागि उनीहरू तपाईको पेट र आन्द्रा सफा होस् भन्ने चाहन्छन्। यदि तपाईँ आफूले के खाइरहनु भएको छ भन्ने कुरामा अलिकति पनि सचेत हुनुभयो भने तपाईको शरीरमा के हुन्छ, तपाईको मनमा के भइरहेको छ भन्ने कुरालाई धेरै हदसम्म कन्ट्रोल गर्न सकिन्छ। हेर्नुस्, यदि तपाईँ कुनै घर बनाउँदै हुनुहुन्छ भने त्यसको एउटा डिजाइन हुन्छ, त्यसको एउटा आर्किटेक्चरल डिजाइन हुन्छ, तर त्यहाँ अर्को कुरा पनि आउँछ, त्यो घर बनाउन प्रयोग हुने सामग्रीको क्वालिटी र निर्माण कतिको बलियो छ भन्ने कुरा। डिजाइन राम्रो छ भन्दैमा भवन सधैँ राम्रो बन्छ भन्ने हुँदैन। घर बनाउन प्रयोग हुने सामग्रीको क्वालिटी र त्यसलाई कसले बनाउँदैछ भन्ने कुराले धेरै ठूलो फरक पार्छ। यो कुरा हाम्रो शरीरको हकमा पनि लागू हुन्छ। यो शरीरको कुरा गर्दा यसको डिजाइन एकदम पर्फेक्ट छ। यो डिजाइनलाई यति सिद्ध बनाउन लाखौं वर्ष लाग्यो। एभोल्युसनको सम्पूर्ण प्रक्रियाले यो डिजाइनसम्म आइपुग्न त्यति लामो समय लियो। तर यसलाई बनाउन प्रयोग गरिने सामग्री र प्रक्रिया पनि त्यतिकै महत्त्वपूर्ण छ। So what kind of food you put in, it's not just about your culture. Cultures might have evolved according to the survival needs of that place. त्यसैले तपाईँ कस्तो प्रकारको खाना शरीरभित्र हाल्नुहुन्छ यो तपाईको संस्कृतिको कुरा मात्र होइन। संस्कृतिहरू त त्यो ठाउँको आवश्यकता अनुसार बनेका हुन सक्छन्। संसारका विभिन्न भागहरूमा मानिसहरूले जे कुरा पाए र जसरी बाँच्नुपर्ने आवश्यकता थियो त्यहाँको अवस्था कस्तो थियो, जीविकोपार्जन कसरी हुन्थ्यो, त्यही अनुसार संस्कृतिहरू बन्दै गए। संस्कृतिहरू कहिले पनि पर्फेक्ट हुँदैनन्। विडम्बनाको कुरा त के हो भने मानिसहरू यसैसँग एकदमै जोडिन्छन् र आफ्नो संस्कृति एकदम सही छ भन्ने सोच्छन्। तर संसारको कुनै पनि संस्कृति पर्फेक्ट छैन, किनभने आज तपाईको पुस्ताले गर्ने गल्ती नै भोलिको संस्कृति बन्छ। अनि तपाईलाई लाग्छ कि तपाईँ यो गल्ती सोचेरै गर्दै हुनुहुन्छ? होइन, यो बस भइरहेको छ, होइन र? आज तपाईँ जेसुकै बकवास काम गर्नुस्, अर्को पुस्ताले त्यसैलाई अपनाउँछ वा त्यसलाई रिजेक्ट गरेर ठिक उल्टो गर्छ। जे होस्, आजको पुस्ताको संस्कृतिकै कारणले भोलिको नयाँ संस्कृति जन्म लिन्छ। त्यसैले तपाईँ आफ्नो संस्कृति अनुसार के खाँदै हुनुहुन्छ भन्ने कुरा मुख्य होइन। यो सिस्टमको लागि सबैभन्दा राम्रो कुरा के हो, यो मेसिन के को लागि डिजाइन गरिएको हो, कस्तो प्रकारको इन्धन चाहिन्छ, यो जान्नु धेरै महत्त्वपूर्ण छ। अब यदि तपाईँ यसलाई यसरी हेर्नुहुन्छ भने शरीरलाई एउटा ब्यालेन्समा राख्नु र पाचन प्रक्रियालाई एकदम राम्रो बनाउनु एकदमै जरुरी छ। तपाईँ आफ्नो जीवनमा कति एक्टिभ रहन चाहनुहुन्छ, त्यही अनुसार तपाईलाई कति खाना चाहिन्छ भन्ने कुरा आउँछ। हामी हाम्रा सबै गाडीहरूको माइलेजको कुरा गर्छौं नि। तपाईले 1950 को दशकको कार देख्नुभएको छ? 50 को दशकका अलि राम्रा थिए। अमेरिकामा 60 र 70 को दशकका कारहरू। यदि 10 वटा कार भत्काइयो भने एउटा युद्ध गर्ने जहाज नै बनाउन सकिन्थ्यो। एउटै कार बनाउन उनीहरू त्यति धेरै फलाम प्रयोग गर्थे। तर अहिले गाडीहरू अझ हलुका र छरितो बन्दैछन् र यसै कारण एउटा महत्त्वपूर्ण कुरा भनेको माइलेज वा इन्धनको प्रभावकारिता हो। 1 किलोमिटर हिँड्न तपाईँ कति फ्युल खर्च गर्दै हुनुहुन्छ? हामी वातावरणको हिसाबले सोचिरहेका छौं। अब तपाईको आफ्नै स्वास्थ्यको दृष्टिकोणबाट सोच्नु, अर्थात् मानौ शरीरमा अलिकति एनर्जी निकाल्न तपाईले कति धेरै खाना खानुपर्छ। यसको मतलब तपाईको शरीरको सिस्टममा त्यति नै धेरै लोड परिरहेको छ। त्यसैले यदि तपाईँ आफैले यो कुरा बुझ्न सक्नुहुन्न भने हरेक बिहान खाली पेटमा थोरै नीम र बेसार खानुभयो र अलिकति मनतातो पानी पिउनुभयो भने यसले तपाईमा त्यो चेतना ल्याउनेछ, किनकि तपाईको शरीरले खानालाई एउटा निश्चित तरिकाले रेस्पोन्स गर्न थाल्छ। यसले तपाईलाई बताउनेछ कि अब पुग्यो भनेर। यदि तपाईँ आफैले यो कुरा महसुस गर्न सक्नु भएन भने पनि शरीरको हरेक सेल आफै बोल्नेछ, किनभने नीम र बेसारले सँगै मिलेर शरीरको सेलमा एउटा यस्तो पहुँच बनाउँछ कि तपाईले निकालेको एनर्जी कसरी शरीरभरि बाँडिन्छ भन्ने कुरालाई यसले मिलाउँछ। खैर, मानिसहरू मलाई इन्जिनको बारेमा बोल्नको लागि सोधिरहेका हुन्छन्।
शरीरमा एनर्जी कसरी बाँडिन्छ भन्ने कुरा, जसलाई गाडीको भाषामा ट्रान्समिसन भनिन्छ, त्यसले एउटा गाडी कति राम्रो छ र निश्चित पावर निकाल्न कति तेल खान्छ भन्ने कुरा निर्धारण गर्छ। इन्जिनमा हुने पावर एउटा कुरा हो, तर पाङ्ग्रासम्म पुग्ने पावर अर्को कुरा हो। यो बिल्कुलै फरक कुरा हो। आज संसारका उत्कृष्ट रेसिङ मेसिनहरू जम्मा 2.7 लिटरका छन्। फर्मुला 1 गाडीहरूको लागि उनीहरूले राखेको लिमिट यही हो, तर तिनीहरू संसारकै सबैभन्दा छिटो कुद्ने मेसिन हुन्, किनभने इन्जिनमा हुने पावर र पाङ्ग्रासम्म पुग्ने पावर बीचको लस एकदमै कम हुन्छ। हामीसँग यहाँ यस्ता पिकअप ट्रकहरू छन् जसले इन्जिनमा 700 हर्स पावर निकाल्छन्, तर पाङ्ग्रामा कति जान्छ भन्ने कुरा अर्कै हो। त्यसैले ट्रान्समिसन भन्ने एउटा कुरा हुन्छ। तपाईले आफ्नो पेटमा जे एनर्जी निकाल्नुहुन्छ यो कहाँ कहाँ जान्छ, कति मात्रामा जान्छ, यो एकदमै महत्त्वपूर्ण कुरा हो, जसको बारेमा आजको संसारमा मानिसहरूलाई पत्तो नै छैन। यदि तपाईँ यसलाई सहज बनाउन चाहनुहुन्छ भने योगका अभ्यासहरू छन्, तर त्यसलाई सपोर्ट गर्नको लागि पनि यो निम र बेसार एकदमै गजबको तरिका हुन सक्छ, किनभने यसले के कुरा पक्का गर्छ भने तपाईको शरीरमा एनर्जी एकदमै राम्रोसँग फ्लो होस्, र जब तपाईले यसलाई महसुस गर्न थाल्नुहुन्छ तब तपाईँ आफ्नो इच्छा अनुसार त्यो एनर्जीलाई जहाँ चाहियो त्यही फोकस गर्न सक्नुहुन्छ। जब म भन्छु तपाईँ आफ्नो एनर्जीलाई जहाँ चाहियो त्यहाँ सार्न सक्नुहुन्छ, अहिले मैले यसो भने मानिसहरूले अनेक कुराहरू कल्पना गर्न थाल्नेछन्, त्यसैले म यसलाई सीमित नै राख्छु। तर जे होस्, अहिले म यो कुरा भन्न चाहन्छु, यदि मैले ध्यान दिएर मेरो एनर्जीलाई मेरो घाँटीमा फोकस गरेँ भने यो कुरा धेरै गायकहरू र अरू मानिसहरूमा प्राकृतिक रूपमै पनि भइरहेको हुन सक्छ। तर यदि तपाईँ सचेत रूपमा त्यसो गर्नुहुन्छ भने तपाईले देख्नुहुनेछ कि तपाईको बोलीको प्रभाव नै अर्कै हुनेछ। यदि तपाईँ कुनै कुरालाई हेर्नुहुन्छ र तपाईले आफ्नो एनर्जीलाई आँखामा सार्नुभयो, सबै कुरा होइन, तर मुख्य एनर्जी त्यहाँ फोकस गर्नुभयो भने तब तपाईले देख्नुहुनेछ कि तपाईको हेराइमा एउटा यस्तो पावर हुन्छ जुन आँखा त सबैसँग हुन्छ। सायद तिनीहरूको भिजन 2020 पनि होला। होइन, म सालको कुरा गरिरहेको छैन, मेरो मतलब भिजनको कुरा हो। ओ, हामीले यो नम्बर प्रयोग गर्दा अलि होशियार हुनुपर्छ। 2020 भन्यो कि मानिसहरू तर्सिन्छन्। त्यसैले तपाईको आँखाको भिजन नर्मल हुन सक्छ, तर त्यसमा त्यही पावर हुँदैन। त्यसले उही कुराहरूलाई त्यसरी महसुस गर्न सक्दैन, त्यसरी नै गहिराइमा पुग्न सक्दैन। यसका विभिन्न पक्षहरू छन्। तपाईँ आफ्नो हातले केही गर्न चाहनुहुन्छ र यदि तपाईँले आफ्नो एनर्जीलाई हातमा फोकस गर्न सक्नुभयो भने तपाईले छुनुको अनुभव नै बिल्कुलै फरक हुनेछ। अब यदि यस्तो हुनु छ भने सबैभन्दा पहिलो र महत्त्वपूर्ण कुरा भनेको शरीरको सिस्टममा एनर्जीको फ्लो एकदमै सहज हुनुपर्छ। खाली पेटमा नीम र बेसारको मिश्रणले यस कुरामा जादु जस्तै काम गर्छ, साँच्चै जादु जस्तै। त्यसैले जो मानिसहरू कुनै प्रकारको साधना गरिरहेका छन् उनीहरूका लागि यो एकदमै महत्त्वपूर्ण कुरा हो। यसका अरू पक्षहरू पनि छन्। त्यो के हो भने यदि हामीले यो नीम र बेसारलाई खाली पेटमा खायौँ भने यसको एउटा अचम्मको पक्ष के छ भने यसले तपाईभित्रको एनर्जीलाई एउटा लेभलबाट अर्को लेभलमा बदल्ने तागत राख्छ। यस अर्थमा कि योग संस्कृतिमा यसलाई सही तरिकाले बुझ्नुपर्छ। डाक्टरहरू भन्छन् कि यदि तपाईले धेरै नीम खानुभयो भने यसले स्पर्म सेलहरूलाई नष्ट गर्छ, जुन कुरा हामीले हजारौं वर्षदेखि भन्दै आएको कुराको एकदम राम्रो प्रमाण हो। त्यो के हो भने हेर्नुस्, सेलहरू फरक फरक प्रकारका हुन्छ। आज मोडर्न साइन्सले पनि तिनीहरू कति धेरै फरक हुन्छन् भनेर पत्ता लगाउन थालिरहेको छ। तपाईको छालामा के छ, तपाईको बोन म्यारोमा के छ, तपाईको स्पर्ममा के छ, तपाईको दिमागमा के छ, यी बिल्कुलै फरक प्रकारका कुरा हुन्, झण्डै एउटा छुट्टै जीवन जस्तै। यद्यपि ती सबैमा जानकारीको एउटा कमन सूत्र हुन्छ, तर तिनीहरू धेरै धेरै फरक हुन्छन्। अनि शरीरलाई एउटा छालाको सेल बनाउन जति एनर्जी लाग्छ र एउटा स्पर्म बनाउन जति लाग्छ वा अर्को कुनै सेल बनाउन जति लाग्छ, नसाका सेलहरू बनाउन शरीरले खर्च गर्ने एनर्जीको लेभल
बिल्कुलै फरक हुन्छ। खैर, धेरै मानिसहरूले यस कुरामाथि प्रश्न उठाउनेछन्, तर उनीहरू अर्को 25 वा 50 वर्षमा यही निष्कर्षमा पुग्नेछन्। हो, म तपाईँलाई यही भन्दैछु। त्यसैले मानव जीवनको एउटा पक्ष भनेको, हेर्नुस्, म चाहन्छु तपाईँले यो चमत्कारलाई बुझ्नु हो। यसको सेक्सुअल पाटोको बारेमा मात्र नसोच्नु हो। एउटा मात्र सेलले, ल दुईटा, तर एउटा मात्र सेलको मद्दतले तपाईँ एउटा नयाँ जीवनलाई सुरु गर्न सक्नुहुन्छ, जुन अहिले यहाँ यसरी बसेको छ। के यो सानो कुरा हो र? म सोध्दैछु, किनभने मानिसहरू आफ्नो दिमागमा सेक्सको कुराले यति धेरै अल्झिएका छन् कि उनीहरू यसको जादुलाई हेरिरहेकै छैनन्। एउटा मात्र सेलबाट हेर्नुस् त, जीवन कसरी सुरु भयो र यो के बन्यो? होइन र? हामीले सिङ्गो संसार नै भरिसक्यौँ। हामीले त्यसबारे केही गर्नुपर्नेछ, त्यो छुट्टै कुरा हो। त्यसैले नीम र बेसारसँगै खाँदा यसले ती स्पर्म सेलहरूलाई टुक्र्याउने तागत राख्छ र यसलाई एनर्जीको अर्कै लेभलमा बदलिदिन्छ, जसलाई ओजस भनिन्छ। जब तपाईँको शरीरको हरेक सेल बिस्तारै ओजसले ढाकिन्छ, यदि तपाईँ ध्यान वा साधना गर्दै हुनुहुन्छ र तपाईँको शरीरभरि एनर्जी एकदम राम्रो र बराबर तरिकाले बगिरहेको छ भने, जब शरीरको हरेक सेल ओजसले ढाकिन्छ, जब म ओजस भन्छु, मान्छेले सोध्छन्, यो के हो? मलाई देखाउनुहोस्, मेरो ब्लड रिपोर्टमा त ओजस छ भने न त। ल ठिक छ, तपाईँको ब्लड रिपोर्टमा जीवन पनि त छैन नि, त्यहाँ केमिकलहरू मात्र छन्। त्यो रिपोर्टले तपाईँ जीवित हुनुहुन्छ भनेर प्रमाणित गरेको त छैन नि, तपाईँ आफैले प्रमाणित गर्नुपर्छ। त्यसैले ओजसले हरेक सेललाई ढाक्नेछ। एकपटक शरीरको हरेक सेल ओजसले ढाकिएपछि तपाईँ भित्रबाटै एकदमै एनर्जेटिक र चम्किलो मान्छे बन्नुहुनेछ। साँच्चै नै तपाईँ एउटा चम्किलो मान्छे बन्नुहुनेछ, भित्रबाट पनि बाहिरबाट पनि। यो एउटा यस्तो कुरा हो जसमा सबैले काम गर्नुपर्छ, किनभने यो भनेको कुनै ठूलो ज्ञान प्राप्त गर्नु होइन। यो त तपाईँले एउटा यस्तो बलियो जग तयार गर्नुभयो जहाँ केही कुरा पनि बिग्रिन सक्दैन। शरीर र मन भनेका जग हुन्। तपाईँ यसलाई कसरी प्रयोग गर्नुहुन्छ, तपाईँ यसमा कसरी खेल्नुहुन्छ, त्यो तपाईँमै भर पर्छ। तर तपाईँलाई लड्न नदिने एउटा भरपर्दो जग हुनु एकदमै महत्त्वपूर्ण छ। तपाईँले यो बुझ्न जरुरी छ, शरीर नै हाम्रो अन्तिम लक्ष्य होइन। यो शरीर एउटा जग हो, यो मन एउटा जग हो। यदि तपाईँले यसलाई एकदमै एनर्जेटिक र स्थिर बनाउनु भयो भने, तब तपाईँमा जीवन्तपन र स्थिरता दुवै आउँछ। मानिसहरू यो कुरा बुझ्दैनन्। उनीहरू सोध्छन् एकदम जीवन्त हुनु भनेको जथाभावी भौँतारिनु हो र स्थिर हुनु भनेको मृत हुनु हो। एकदम जीवन्त र स्थिर दुवै हुनुको लागि यदि तपाईँको जग नै त्यति बलियो छ भने, अब तपाईँ आफूले चाहेको जुनसुकै तरिकाले आफ्नो जीवन बाँच्न स्वतन्त्र हुनुहुन्छ। यस विषयमा नीम र बेसारले धेरै ठूलो भूमिका खेल्छन्। यो बिना तपाईँले गर्नै सक्नुहुन्न भन्ने त होइन, सक्नुहुन्छ, तर जब सपोर्ट उपलब्ध छ भने यसको प्रयोग किन नगर्ने? त्यसैले शारीरिक र मानसिक स्वास्थ्य दुवैको हिसाबले हेर्दा यसका धेरै धेरै फाइदाहरू छन्। त्यसैले यो एउटा यस्तो अवसर हो, एकातिर तपाईँलाई भित्रैबाट मद्दत गर्ने कुराको प्रयोग गर्नु, अर्कोतिर एउटा यस्तो वातावरणको प्रयोग गर्नु जसले तपाईँलाई एउटा छुट्टै किसिमको एनर्जीमा समाहित गराउँछ, जसले तपाईँको शरीरलाई, सिङ्गो शरीरलाई मात्र होइन, शरीरको हरेक सेलमा ओजस भरिदिन्छ। ओजसको एउटा सुरक्षा कवच। तब तपाईँ रोगमुक्त भएर बाँच्नुहुन्छ, तपाईँ समस्यामुक्त भएर बाँच्नुहुन्छ, र सबैभन्दा महत्त्वपूर्ण कुरा, तपाईँ एकै समयमा एकदमै एक्टिभ र भित्रबाट स्थिर रहनुहुन्छ।